आगो लगाउनेहरूलाई यो थाहा नहोला कि हावाले गति बदल्यो भने खरानी त उनीहरू पनि हुन्छन्। पराईले रुवाए पो आफन्त खोज्नु, रुवाउने आफ्ना थिए त्यसैले एकान्त खोजे। हर कसैको अघि झुक्नु हुँदैन, जहाँ इज्जत मिल्दैन त्यहाँ रुक्नु पनि हुँदैन। अनुहार हेरेर कसरी मेरो यथार्थ बुझ्न सक्छौ? म कतै हिरा, कतै पत्थर त कतै ऐना बनिदिन्छु। जितको महसुस त्यही दिन हुनेछ जुन दिन मेरी आमाले सारा दुःख भुलेर मुस्कुराउनेछिन्। पढाइले त खै त्यति के सिकायो र यहाँ, जति जिन्दगीको भोगाइले सिकाइरहेको छ। जब कसैको सोच र व्यवहार मन पर्न थाल्छ नि, तब रूप त त्यसै राम्रो लाग्छ। नचाहेर पनि हाँस्ने गर्छु, मन शान्त छैन टोलाएर बस्छु। कसैले देख्छ कि भन्ने डरले रुँदा पनि मुस्कुराउने गर्छु। भाग्य एउटा बाटो देखाउँछ अनि परिस्थितिले अर्को। म यही दो बाटोमा अल्मलिएको यात्री हुँ जनाब। मौसम चिसो भएर के गर्नु, मन त अझै जलेको छ कसैको यादमा। भरिएको बजारबाट अक्सर खाली हात फर्किने गर्छु। पहिले पैसा हुँदैन थियो, अब इच्छाहरू रहेन। नबोलेर सम्बन्ध चिस्याउनु भन्दा धेरै बोलेर सम्बन्ध टुङ्ग्याउनु राम्रो हुन्छ। कसैले नचिनुन् पीर छैन मलाई, तर मुख छोप्न नपरोस् कसैले चिन्छ कि भनेर। पहिला पैसा कमाउनु छ अनि किन्नु छ केही दर्जन आफन्त र साथीभाइहरू। कदर गर्न सिक, न त जिन्दगी फेरि मिल्छ न जिन्दगीमा आएका मान्छे। सम्बन्धमा फाटो होइन बाटो बनाउनुहोस्, साथ यसै मिल्ने गर्छ।